अबको चौथो सेट सुरु हुन लागिरहेको छ। पहिलो सेट आयोजकले आफ्नो कोल्टामा पार्न सकेको छ भने दोस्रो सेट वराङ्गीले र तेस्रो सेट आयोजकले 2 सेट जितेको छ भने वराङ्गी 1 सेट। र आयोजकले खाता खोल्न सफल, वराङ्गी भने बाँकी। दुवै टोली अत्यन्तै तातिरहेका छन्। आयोजक 1 वराङ्गी र निकै उत्कृष्ट स्पाइक गरी 1 पोइन्ट जोडिए आफ्नो खाता खोल्न सफल भएका छन् वराङ्गी। 1-1 बराबर। आयोजकले 2 बनाएको छ भने वराङ्गी 1-2-1। केवल 3 बनाएको छ भने वराङ्गी 1, आयोजक 3 वराङ्गी 1। र वराङ्गी टिमबाट निकै नै उत्कृष्ट प्लेसमेन्ट गरी 1 पोइन्ट जोडेर 2 बनाएको छ भने आयोजक 3 वराङ्गी 2, आयोजक 3। स्पाइकसँगै 1 पोइन्ट जोडेर 4 बनाएको छ भने वराङ्गी 2, आयोजक 4 वराङ्गी 2। उत्कृष्ट स्पाइक रहेको थियो तर सही सदुपयोग गर्न नसकेको कारण आयोजकले पोइन्ट 1 जोडी 5 बनाएको छ भने वराङ्गी 2 5-2। अङ्कलले खेलिदिनुहुन्छ। हामी 1 पोइन्ट जोडेर 6 बनाएको छ भने वराङ्गी 2 6-2। नम्बर भनेको 12-10, आयोजक 12 वराङ्गी 10। निकै नै उत्कृष्ट स्पाइक रहेको थियो तर बल भने आउट र यो पोइन्ट वराङ्गीलाई। वराङ्गी 11, आयोजक 12। वराङ्गीले फेरि पनि 1 पोइन्ट जोडेर 12 बनाएको छ भने आयोजक पनि 12 बराबर 12। निकै नै उत्कृष्ट प्लेस के लिए केवल तुमसाले 1 पोइन्ट जोडेर 13 बनाएको छ भने वराङ्गी 12, आयोजक 13 वराङ्गी 12। निकै नै उत्कृष्ट प्लेससँगै 1 पोइन्ट जोडेर वराङ्गीले 13 बनाएको छ भने आयोजक पनि 13, स्कोर भनेको बराबर 13। आयोजक 13 वराङ्गी 13।
र निकै नै उत्कृष्ट पेससँगै 1 पोइन्ट जोडेर आयोजकले 14 बनाएको छ भने वराङ्गी पनि वराङ्गी 13 14-13। यता पनि निकै नै उत्कृष्ट खेल खेली सामजीले 1 पोइन्ट जोडेर 14 बनाएको छ भने आयोजक पनि 14 बराबर 14। थुम्साको निकै नै उत्कृष्ट क्विक स्पाइकसँगै 1 पोइन्ट जोडेर 15 बनाएको छ भने वराङ्गी 14। र निकै नै उत्कृष्ट स्पाइकसँगै वराङ्गीले 1 पोइन्ट जोडेर 15 बनाएको छ भने आयोजक पनि 15 बराबर 15। लास्टमा ल्याएर 2 पोइन्ट अगाडि निकै नै उत्कृष्ट ब्लकसँगै वराङ्गीले 1 पोइन्ट जोडेर वराङ्गीको नेट टच नपुगेको कारण यो पोइन्ट आयोजकलाई। आयोजक 16 वराङ्गी 15। निकै नै उत्कृष्ट स्पाइकसँग खेल्ने टिमले 1 पोइन्ट जोडेर 17 बनाएको छ भने वराङ्गी 15 17-15। 2 पोइन्टको अन्तर रहेको छ। वराङ्गीको टोली निकै तातिनु पर्ने देखिएको छ यो सेटमा। र आजको फाइनल म्याच निकै नै रोमाञ्चक भइरहेको छ। आजको फाइनल म्याच कसले बाजी मार्ला त भन्ने केही थाहा पाइरहेका छैनौँ। र दुवै टोली अब वराङ्गीको टोली निकै नै तातिनु पर्ने देखिएको छ पोइन्ट बराबर हुनलाई। 4 पोइन्टको अन्तर रहेको छ। र निकै नै उत्कृष्ट प्रहार गरी खरङ थुम्साले 1 पोइन्ट जोडी 3 बनाएको छ भने आयोजक 6 वराङ्गी 3 आयोजक 6। बल अन्डर र फेरि पनि वराङ्गीले 1 पोइन्ट जोडेर 4 बनाएको छ भने आयोजक 6 4-6। निकै नै उत्कृष्ट ब्लकको साथै 1 पोइन्ट जोडेर आयोजकले 7 बनाएको छ भने वराङ्गी 4 7-4। फेरि पनि वराङ्गीले 1 पोइन्ट जोडेर 5 बनाएको छ भने आयोजक 7 5-7। फेरि पनि वराङ्गीले 1 पोइन्ट जोडेर 6 बनाएको छ भने आयोजक 7 6-7। फेरि पनि वराङ्गीले 1 पोइन्ट जोडेर 7 बनाएको छ भने स्कोर रहेको छ बराबर 7। र आयोजकले 1 पोइन्ट जोडेर 8 बनाएको छ भने वराङ्गी 7
8-7। उत्कृष्ट प्लेस खेली 1 पोइन्ट जोडेर वराङ्गीले 8 बनाएको छ भने आयोजक पनि 8 बराबर 8। निकै नै उत्कृष्ट स्ट्राइक गरी 1 पोइन्ट जोडेर आयोजकले 9 बनाएको छ भने वराङ्गी 8 9-8। लालिपप खानु भरे खोक्नु ल ल निकै नै उत्कृष्ट प्लेसमेन्ट खेली 1 पोइन्ट जोडेर वराङ्गीले पनि 9 बनाएको छ भने आयोजक पनि 9 बराबर 9। आयोजकले 1 पोइन्ट जोडेर 10 बनाएको छ भने वराङ्गी 9 10-9। निकै नै उत्कृष्ट प्लेसमेन्ट खेली 1 पोइन्ट जोडेर वराङ्गीले 10 बनाएको छ भने आयोजक पनि 10 बराबर 10। निकै नै उत्कृष्ट प्रहारसँगै 1 पोइन्ट जोडेर 11 बनाएको छ भने आयोजकले वराङ्गी 10। निकै नै रोचक र प्रतिस्पर्धात्मक खेल गइरहेको छ दुई खेलाडी बीच। फेरि पनि किल स्ट्राइक गरी आयोजकले 12 बनाएको छ भने वराङ्गी 10। आमा खोइ बनाएको र ज्याप भएको छ हाम्रो निशान्तीको स्ट्राइक र फेरि पनि 1 पोइन्ट जोडेर आयोजकले 18 बनाएको छ भने वराङ्गी 15 18-15। ज्याप हुन पुगेको छ र आयोजक ठुलीले 1 पोइन्ट जोडेर 19 बनाएको छ भने वराङ्गी 15। फेरि पनि आयोजकले 1 पोइन्ट जोडेर 20 बनाएको छ भने वराङ्गी 15 20-15। 5 पोइन्टको अन्तर रहेको छ। वराङ्गी टोली निकै नै तात्तिनु पर्ने देखिएको छ यस खेलमा। र फेरि पनि 1 पोइन्ट जोडेर आयोजकले 21 बनाएको छ भने वराङ्गी 15। र वराङ्गीले निकै समयपछि 1 पोइन्ट जोडेर 16 बनाएको छ भने आयोजक 21 16-21। उत्कृष्ट स्पाइक रहेको थियो तर बल भने आउट र यो पोइन्ट वराङ्गीलाई 1 पोइन्ट जोडेर 17 बनाएको छ भने आयोजक 21 17-21। 4 पोइन्टको अन्तर रहेको छ।
फेरि पनि 1 पोइन्ट जोडेर आयोजकले 22 बनाएको छ भने वराङ्गी 17। निकै नै तातिनु पर्ने देखिएको छ वराङ्गी टोली। र निकै नै उत्कृष्ट प्ले 1 पोइन्ट जोडेर आयोजकले 23 बनाएको छ भने वराङ्गी 17। 23-17। र बल राइट हुन भएको कारणले फेरि पनि पोइन्ट आयोजकलाई। आयोजक अन्तिम पोइन्ट वराङ्गी 17। 24-17।